सम्मानीय सभामुख महोदय, यो नेपाल हवाई सेवा प्राधिकरण बन्नु नै पर्ने थियो। यो विधेयक स्वागत योग्य छ। धन्यवाद मन्त्रीज्यू। तर जुन कारणको लागि है मैले सबैजनालाई अनुरोध पनि गरेँ, हामीले कालो सूची ब्ल्याक लिस्टिङ भन्ने शब्दहरू प्रयोग गर्दाखेरि हाम्रै एयरलाइन प्रतिको विश्वसनीयता घट्छ। EU एयर सेफ्टी लिस्टमा परेकोले हामीले हाम्रो उडानहरू युरोपमा भर्न नसकेको हो, त्यहाँ जान अनुमति नपाएको हो। त्यसको एउटा चाहिँ नि यही एउटा कन्डिसन थियो, सर्भिस प्रोभाइडिङ र मोनिटरिङ छुट्टै गर भनेर त्यो अनुरूप यो आएको छ। यद्यपि यो आइकाओको सुझावहरू र EU एभिएसन सेफ्टी एजेन्सीको सुझावहरू यो विधेयकमा समेटिएको छैन। मैले मन्त्रीजीको एकदम गम्भीर ध्यान आकर्षण गराउन चाहेँ। यो प्राधिकरण यो इन्डिपेन्डेन्ट हुनुपर्नेमा यसमा धेरै पदेन सदस्यहरू छ, सबै कर्मचारीहरूले भरेको छ। त्यसरी त इन्डिपेन्डेन्ट एन्टिटी बन्दैन, यसलाई रिथिङ्क गर्नुपर्छ। दोस्रो, यो 2075 सालमा हाम्रै पार्लियामेन्ट्री कमिटीले पर्यटन तथा नागरिक उड्डयन अध्ययन तथा अनुगमन सम्बन्धी स्थलगत अध्ययन तथा अनुगमन भ्रमण प्रतिवेदन 2075 को प्रतिवेदन छ। त्यसको सुझाव अनुरूप यो विधेयकमा आएको छैन। म केही पढेरै सुनाउँछु। भविष्यमा लाभ लागत कस्ट बेनिफिटको राम्रो अध्ययन नगरी अति अपरिहार्य हुने अवस्था नरहेको स्थितिमा जथाभावी विमानस्थल निर्माणको निम्ति होडबाजी हुनु र जथाभावी अध्ययन टिम खटाउनु राम्रो होइन। उदाहरणै दिएको छ। उदाहरणको लागि रकमको अभावमा मुगुको टर्मिनल काठको छाप्रोमा राखिएको छ भने अन्य ठाउँमा 50 करोड भन्दा बढी रकम आवश्यक नपर्ने स्थानको निम्ति अध्ययन गर्न छुट्याइएको छ। यस्तो तरिकाले त हुँदैन। त्यसकारण यस्तो गम्भीर पार्लियामेन्टले नै दिएको प्रतिवेदनको रिपोर्टहरू पनि यसमा कुनै पनि तरिकाले यसमा इन्क्लुडेड छैन। यसमा पनि मैले ध्यान आकर्षण गराएँ। र अर्को एकदम महत्त्वपूर्ण यसमा उठाउनै पर्ने, यो विमानस्थल सञ्चालनमा निजी क्षेत्रलाई पनि प्रवेश दिन सकिनेछ भनेर लेखिएको छ। त्यो विमान सञ्चालनको परिवेश के हो? इमिग्रेसन डेटामा निजी क्षेत्रको एक्सेस हुन्छ कि हुँदैन? सेक्युरिटीमा एक्सेस हुन्छ कि हुँदैन? हामीले शिक्षामा त एउटा त्रुटि, नीतिगत त्रुटि गरिसक्यो होइन, यो प्रफिटेबिलिटी हेरेर। यसमा पनि यो गरेर ब्याकट्र्याक गर्न गाह्रो हुन्छ। यसमा एकदम क्लियर मन्त्रीज्यूको धारणा होस् कसरी गर्ने हो भनेर। त्यसपछि एकदम एयर नेभिगेसन त्यो जुन परिच्छेद छ त्यसमा एकदम मिसिङ चाहिँ नि यो पर्मानेन्ट हुनु पर्यो। एयर क्रासको इन्भेस्टिगेसन जुन बोर्ड छ त्यो केन्द्रको रूपमा यसैभित्र छ, त्यो चाहिँ इन्डिपेन्डेन्ट र त्यसमा हुनुपर्ने मान्छेहरू चाहिँ पर्मानेन्ट हुनु पर्यो भनेर आइकाओको रिपोर्टले भनेको छ। हामी एकदम कमजोर भएको क्षेत्र त्यसैमा हो। तर त्यो क्षेत्रमा नै हामीले यो विधेयक प्रस्तुत गर्दाखेरि अलिकति त्रुटि देखिएको छ। अर्को, हामीलाई धेरैजनालाई विधेयकमा काम गर्दाखेरि यो मापदण्डमा आउँछ, यो राष्ट्रिय मापदण्डमा आउँछ, यो नियमावलीमा आउँछ भनेर छलाउँछन्। तर जुन आइकाओको रिपोर्ट अनुसार फटिग, कर्मचारीहरूको थकान, पाइलटहरूको थकान, यो सबै कुराहरूलाई टेक केयर गर्नु पर्यो भनेर पटक पटक यो प्राइमरी के ऐनमा आउनुपर्छ भन्ने कुरा हामीले फेरि पनि छुटाएको छौँ। र